फेरि म आज बुङ्गुर फार्ममा आइपुगेँ हैन। अनि हाम्रोमा यहाँ चाहिँ एउटा मात्रै बुङ्गुर छ। अस्ति नै तपाईहरुले देख्न सक्नुहुन्थ्यो यहाँ 3टा बुङ्गुर थियो अनि यहाँ 2टा बुङ्गुर थियो हैन। अनि यहाँको बुङ्गुर चाहिँ लगिसकेको छ। अनि यहाँ चाहिँ अब नयाँ बुङ्गुर आउँछ सानो सानो है। यो दुईटै खोरमा चाहिँ नयाँ बुङ्गुर आउँदैछ। अनि यहाँ अहिले यो एउटा मात्रै छ। अब यो पनि केही दिनमा जान्छ। अनि बुङ्गुर लाने मान्छेले चाहिँ के गरेछ भन्दा चारो हेरेछ के अरे कति छ, त्यो चारो दिनुन्जेलसम्म चाहिँ यहीँ खुवाउँछु यहीँ राख्छु भनेको थियो होला के। त्यही भएर यसलाई चाहिँ यहीँ राखिरहेछ, अर्को चाहिँ लिएर गएछ। कति बाठो हैन, त्यस्तो छ। ल साथीहरु, बुङ्गुर पाल्नुस्, रोजगार गर्नुस्, विदेश नजानुस्। ल साथीहरु, यो चाहिँ चाइनिज धनिया है, तर यो चाहिँ धेरै किसिमको औषधि हुँदो रहेछ। अनि यहाँ मैले अस्ति नै सारेको थियो, यतिको भएको रहेछ है। अनि यो चाहिँ चाइनिज धनिया तपाईहरुको घरमा छ भने तपाईले अचारमा तरकारीमा हालेर खान सक्नुहुनेछ। म चाहिँ यो चटपटेमा हाल्छु है। अनि म चाहिँ चटपटेमा हालेर दिन्छु है त। यो धनिया चाहिँ एकदमै बास्ना आउँछ। अनि यो चाहिँ म चटपटेमा हाल्छु। यो 2-4 वटा पात रहेछ, यसलाई चाहिँ म टिपेर लाँदैछु है त। ल हेर्नुस्, चटपटेमा प्रयोग गर्नुस्, एकदम मिठो हुन्छ। मासु पकाउँदाखेरि मासुमा प्रयोग गर्नुस्, एकदमै मिठो हुन्छ है त साथीहरु। पानी पर्यो अब गए म। ल साथीहरु हेर्नुस् है, यसको बोट चाहिँ के जस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि यो चाहिँ जहाँसम्म लाग्छ यो बेदलौरी हो कि हैन कि मैले अस्ति नै पनि भिडियो बनाएर हालेको थियो। यस्तै हुन्छ हो बेदलौरी भनेको। यहाँ चाहिँ सेतो फुल फुलेको छ यो हि। अनि अर्को चाहिँ रातो फुल फुल्दा रहेछ। अनि यो चाहिँ यति लामो छ कि म भन्दा पनि लामो छ, यो 9 फिट होला है। अनि यो चाहिँ के रहेछ हो, म त चिनिन। यो बेदलौरी हो भने कमेन्ट गरौँ त साथीहरु। ल फटाफट लाएर बेदलौरी हो भने कमेन्ट गरिदिनुस्। ल हेर्नु न साथीहरु, यहाँ त कति धेरै च्याउ फलेको। च्याउ पनि कति धेरै होला। मसिनो च्याउ थुप्रै फले रहेछ। यो च्याउ खान मिल्छ मिल्दैन, ल सबैजनाले भनिदिनु होला है। यसरी फलेको छ हाम्रोमा चाहिँ। यो एउटा मासु काट्ने अचाना थियो, त्यसमा पुरै च्याउ फलिरहेको रहेछ। मेरो पालो टक्क भिडियो बनाइदिएँ। हेर्नुस् त, यो च्याउ खानु मिल्छ कि खानु नमिल्ने च्याउ हो। सिङै सिङ भएको च्याउहरू फलिरहेको रहेछ त है।